हेलो गाइज, नमस्ते सबैजनालाई। यता चाहिँ एकदम डिस्टर्ब छ, हेर्नु उतातिर घर बनाउँदैछ, त्यही भएर मेरो भन्दा आवाज चाहिँ त्यो मेसिनको आउन सकिन्छ। म चाहिँ आज बारी घुम्न हिँडेको गाइज। मकै उम्रेछ कि उम्रेन छ यसो हेर्न जानु पर्यो। यतातिर चाहिँ उम्रिसकेछ, तलतिर उम्रे कि उम्रेन हेर्नु। यो सिमी मकै सिमी के हो यो मकैको हालत त यस्तो भइरहेछ त। पानी परेको छैन, कोही यसरी थिचिरहेको छ। उम्रिने त उम्रेछ, तलतिर पनि हेर्न जाउँ। ओहो, यो मकैको हालत हेर्नु कस्तो पहेँलो भइरहेको त। के भयो यसलाई? चाहिँ स्याउलाको बोट यानि कि टिमुर होइन हौ, नामै आएन हौ। तर यसमा फल्ने खानेकुरा चाहिँ खान मिल्छ। के हो यतातिर त उम्रेकै छैन त, झन् चिसोमा त। त्यतातिर उम्रेछ, यहाँ बिचमा छैन। यहाँ एउटा उम्रिरहेको रहेछ। उम्रिने त उम्रेछ, हेर्नु मकै खतरा पाराले। मकै उम्रेछ हाम्रो चाहिँ। अब बादर आउँछ हाम्रोतिर फेरि मकै पाक्ने टाइममा। बादरले खान दिँदैन, अब नगरौँ भने फेरि के भन्छ बाजै हुन्छ। बारी जङ्गल हुन्छ घर छेउमा। हेर्नु त्यहाँ मकै यस्तो मजाले उम्रिसक्यो हाम्रो मकै चाहिँ। यो गरममा चाहिँ सर्लक्कै उम्रिन्छ, हेर्नु त। त्यो छेउछेउमा चाहिँ उम्रेको छैन रहेछ, त्यहाँदेखि माथि त सर्लक्कै ल ठिक छ। तल पनि उम्रेछ गाइस, यता पनि उम्रेछ। ल गाइस, हाम्रो चाहिँ मकै सर्लक्कै उम्रेछ। ल गाइस, यसो बारी घुमेको भिडियो पनि हेरेर माया गरिदिनु होला। हाम्रो चाहिँ मकै उम्रिसक्यो। अब कसैको त झन् छरेको पनि छैन, पानी नपरेर। हाम्रोतिर चाहिँ सिम हो, कुना कुनामा चाहिँ चिसै हुन्छ, तर छेउतिर त सुखै हुन्छ कि। त्यो हाम्रो मकै छर्ने दिनमा चाहिँ अलिअलि पानी परेको थियो। के हो यतातिर त मकै छैन त हौ। यहाँ हेर्नु त, यति धेरै मकै एकैचोटि छर्ने बेलामा खसेको रे भन्दै हुनुहुन्थ्यो। यहीँ रहेछ हौ। पहेँलो चाहिँ किन भएको होला नि? किरा लागिसक्यो के हो? यहाँ पनि रहेछ एउटा, हेर्नु पहेँलो। यो चाहिँ अब अलि ठुलो भएपछि बाख्रालाई दिनुपर्छ। गाइज बाई बाई। मेरो बारीको भ्रमण यति नै हो। याभन्दा उता नजाउँ कि भन्ने सोचिरहेको छु। योभन्दा अलिकति पनि उता छ हाम्रो बारी।